ल हिँड्यो पख ल तलबाट मान्छे आउँदै ल कोपीले मान्छे के छ एकदम ठिक छ है ल केटाहरू सब हिँडिसक्यो है भारी बोक्नु न त ल म हन्टिङ म त्यो मान्छेको त भारी छैन क्या कम झन्झर गर्दा त्यसले झन् थियो टाङ्गोले अहिले यता अत्किने उता अत्किने गर्दा ल गाइस हामी चाहिँ हिँडिसक्यौँ तपाईँहरूलाई फेरि यो भिडियोमा स्वागत छ केटाहरू चाहिँ माथि पुगिसक्यो थल्लाउँछ त भारीले त अबे हाम्रो मक हान्नुको लागि हामी जाँदैछौँ सब सामान रेडी भइसक्यो गएर गोठ बनाउनु बाँकी छ हामी बस्ने अनि पराङ सराङ झार्ने सब रेडी छ त्यहाँबाट चाहिँ आउँछ फेरि पनि भिडियोहरू नयाँ नयाँ तलबाट पराङ गइरहँदैछन् हामीलाई चाहिँ माथि पुग्नु चाहिँ लगभग आधी घन्टा लाग्छ होला भारी पुगेको भएर हाम्रो पुसै चाहिँ यस्तो भारी चाहिँ राप्पै केटाहरू माथि पुगिसके यस्तै गरी फर्स्ट भिडियोमा जस्तो माया देखाइदिनु होला है धेरै गर्मी छ अहिले उस गर्नु होला म माथि गएर सब भिडियो देखाउँछु भारी पुगेर अप्ठ्यारो भयो मलाई भिडियो बनाउनु माथि पुगिसक्यो केटाहरू म तपाईँलाई माथि गएर देखाउँछु सब भिडियो यहाँ छेउछाउमा आइसक्यो ल कोपीले के खाएर ठिक छ एकदम साह्रो गाह्रो छ नि मलाई के छ त पुसै भ्याल छ यहाँ भारी बोकिरहेर बोल्नु नि भारी यस्तो त हामी यस्तो निकाल्दा चाहिन्छ है भन्दै देखाएन कोपीले मान्छेले भन्ने हो नि यहाँ कसरी गाड्ने भन्दै भन्नुहोस् त तिमीले भन न झन् तिमीले भन न गाइस अहिले चाहिँ हामी हाम्रो महावीरको यो पूजा गर्ने ठाउँमा आइसकेका छौँ चियाको पारामा अहिले चाहिँ पानी चाहिँ यस्तो दामी बोक्थ्यो यहाँबाट तल ट्याङ्की थियो अहिले चाहिँ सब उस भएर क्या बर्खा लाग्न लाग्यो त्यही भएर अब बर्खामा निस्किन्छ होला यो पानी चाहिँ अब हिउँदो गइसक्यो यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा हाम्रो महावीरको पूजा गर्ने ठाउँ यो एक ठाम अनि यो दुई ठाम अनि यहाँ देख्न सक्नुहुन्छ च्यापो पारामा यो चाहिँ खत्राई बनाएको हो हाम्रो गाउँकोले अनि यता देख्न सक्नुहुन्छ सबैलाई अस्ति भर्खर पूजा गरेको यहाँ अनि च्यापो पारामा खत्राई पूजा गरेको छ अनि यहाँ मिठाई सिठाई राखिदिएको छ हाम्रो दर देउताहरूले यसो सम्झिनुहुन्छ कि भनेर यसरी राखिदिएको हो यो चाहिँ अनि यहाँ चाहिँ यस्तो पानी निस्केको थियो पहिला चाहिँ अहिले चाहिँ निस्केको छैन अब बर्खा लागिसक्यो भनौँ अब बर्खा चाहिँ त्यही बेला चाहिँ निस्किन्छ च्याप्प पारामा यहाँको पानी हामीले चाहिँ यहीँबाट हो पानी लाने यहाँ तल ट्याङ्की देखेकोमा त्यहाँबाट उता लान्छौँ हामीले चाहिँ पानी गाउँको लागि अनि यहाँ चाहिँ यस्तो अब बर्खा लागिसक्यो नि त हरियाली छाइसक्यो वनतिर पनि मिल्छ किन नमिल्दो र चियामा चाहिँ पानी खानु जानु लाग्यो त्यहाँबाट त पाइप लगाएको छ क्या अहिले त अनि खत्रै यहाँ च्यापो पानी बबाल हाम्रो महावीरको चिसो पानी यही पानी हो हामीले लान्छ यस्तो दामी छ चिसो तर ट्याङ्कीबाट चाहिँ उस फोहोर मैला पस्छ भनेर हामीले चाहिँ यता खाइदिएको पानी चाहिँ बबाल छ है गाइस यही पानी हो गाइस हामीले लान्छ तल यस्तो आनन्द
बबाल आनन्द है गाइस यस्तो चिसो पानी त खतरै बबाल छ है पानी चाहिँ अब निगालाको बनाएर म भिडियो बनाउँछु है गाइस एकछिनपछि यहाँ हो हामी बस्ने चाहिँ यहाँ महक हामी चाहिँ अलि परबाट देखिन्छ बस्ने त अलि बलहट्टी हो नि यहीँ हो कि बस्ने त यहाँ खानासाना पहिला म खानेहरू चाहिँ यहाँ बस्थ्यो क्या यहाँसम्म अनि यहाँ बस्थ्यो यहाँ काठहरू निकालेको रहेछ यहाँबाट चाहिँ अलि देखिन्न रहेछ गाइस यहाँ यो भिरमा यो सितो सितो देखिने भिरमा हामीले मह खान्छ है अनि म चाहिँ अहिले खासै ननिकल्ला जस्तो लागिसक्यो किनभने अलि थोरै घार छ थोरै घार भयो भने थोरै निकल्छ जस्तो लाग्छ गरी मलाई थोरै भएर थोरै निकल्छ कि जस्तो लाग्छ तर हामीले चाहिँ हाम्रो यो खर्च है यो चाहिँ यहाँ योमा चाहिँ चप्प मह काटेर योमा चाहिँ मह हाल्ने यो चाहिँ हामी चाहिँ यो चाहिँ योमा मेटेस भयो अनि यो चाहिँ यो पराङ बनाउने अलिकति गाँच्नुपर्छ अनि स्लिपिङ ब्याग भइहाल्यो यो चाहिँ अनि यो चाहिँ पानी खाने ड्रम अनि यो चाहिँ केटाहरूको लुगा मेरो चाहिँ यहाँ छ अनि अरू त केही छैन केटाहरू चाहिँ तलबाट आउँदैछन् हामी चाहिँ छिन बसिदिनु पऱ्यो त्यहाँबाट केटाहरू आउँछन् अनि सब सामानहरू मिलाउनु पऱ्यो हामी बस्ने बनाउनु पर्छ पानी चाहिँ यहीँ हो कि गाई त्यस्तो चिसो पानी छ है हाम्रो मुलुकको यही हो हाम्रो सबैभन्दा चाहिने महावीरको चिसो पानी खाने चाहिँ यही हो फगाम तानीले अनि गम्फु तानीले कुन पानी खान्छ थाहा छैन अहिले चाहिँ नयाँ पानी हाल्नु लाग्यो है त यस्तो गर्मी भएको क्या अहिले दामी घरमै छ नि आशिष घरमा मैले त भलक हाल्ने हो क्या च्याप्प पारामा यति भन्दै तपाईँहरूलाई म अहिले देखाउने छु फेरि अहिले केटाहरू आयो भने सब मिलाएको देखाउने छु अलि बिजी धेरै बिजी भयो भने चाहिँ देखाउनु है गाइस च्याप्प हाम्रो सामानहरू यहाँ बस्ने ठाउँ चाहिँ खतरा छ खाना अब खाना रेडी हुन्छ खतरा छ हामी बस्ने चाहिँ फेरि च्याप्प पारामा भोलि बिहान फर्स्ट आवरमा त्यसै ता यहाँ म हाल्ने भाडा यहाँ अन्डा छ यहाँ अन्डा सन्डा सब छ यहाँ डरम भिटा चामल त्यो डोरी जोर्नी भयो यो पराङ भयो पाक्दै गर्छ अब आउ बसाएको हुन्छ हामी त्यस्तो दामी खतरै अब यहाँ चाहिँ होलान चाहिँ खतरै छ है ल खतरैको हार्नेहरूलाई नि पुसै खतरैको हार्नेहरूलाई नि हो यहाँ छ म चाहिँ रेन्जर अलि रुखले खेल्दो रहेछ जराबाट भिडियो हुन्छ भोलि चाहिँ भिडियोलाई सब्सक्राइब गरिदिनु होला है सबैजनाले ल होइन यो अन्तिम हो क्या त्यही हेर हेलो 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 ल सब्सक्राइब गरिदिनु गरिदिनु पर्ने भयो ल उता नि के हो च्यानललाई सब्सक्राइब गरिदिनु पर्ने भयो गर्नुपर्छ के ल उता नि भन् त गर्नुपर्छ ल ए त्यो त हुनै पर्यो नि ल भाइरल हुनु पर्यो हाम्रो जुल्स भाइ अनि भन्छ अरूले भाइरल भएन त हेर बल्ल सब्सक्राइब गर्नु नबिर्सिनु होला सेयर गरिदिनु होला फेरि पनि आउँछ है भोलि भलक भोलि चाहिँ सब मसँग हारेको आउँछ सब्सक्राइब गरिदिनु होला तपाईँहरूले म हन्टिङमा आएको अवस्था अनि म चाहिँ उता यसो एउटा काम गर्दैन